गयो कुन चाहिँ टिममा गयो अनि त्यसले बोलाएको साथी नि बढी बोलिरहेको थियो क्या तँ चाहिँ कता गयो भन्ने कुरो हो कि बच्चा आएर बोलिरहेको थियो कि त्यही भने यो माया फुच्चे बोलाइरहेको छु म आउँछु कि आउँदैन डरायो आवाज सुनेर डरायो अघि हामीले बच्चाको इफेक्ट लाएर अलिक ठुलो पल्ट्यायो कि अनि भाइ गेम खेल्न छोडेको के 2-4 दिन भयो यस्तो बच्चा ल्याएर चल्वा नयाँ उनीहरू ए भाइ मलाई पनि राजा दाइले होइन भन्छ त अनि किन बढी बोल्यो त मेरो अपोनेन्टमा हेले कि यही होइन अनि यसले अर्कोलाई बोलाएर के बोल्न लगायो त त्यो अनि यो दाइ त्यो राई स्टार र उसको कुरा चाहिँ कसले निकालेको थियो खास अर्को चाहिन्थ्यो कि राई स्टार लाका गेमर छ हाम्रोमा बोला भाइ त्यो केटालाई छ नि कुनै पनि हालतमा हामीलाई चाहिन्छ हेर बाजी छ हाम्रो होइन त्यो चाहियो त्यसो भए कसरी तिमीसँग आयो त्यो केटा हामीलाई चाहिन्छ हेर तिमी सरी भनेर जाऊ फरक पर्दैन त्यो केटा चाहिँ चाहिन्छ हेर हामी हेर भाइ हामी ग्याङस्टर मात्र होइन ग्याङस्टर पनि विचार गरेर बोल्नु पर्छ ए भाइ यार के भनेर सम्झाउनु यिनीहरूलाई कुनै नराम्रो म गरेछु भाइ मैले अहिलेसम्म तिमी मसँग गेम खेल्नलाई कति भयो भन त त्यही भने भाइ अहिलेसम्म नराम्रो मलाई गेम खेल्न राजा दाइले सिकाएको बुझ्यौ नि भाइ तिमीलाई त मैले परैबाट वान ट्याप हानिदिन्छु साथीले नि म्याच बोलाऊ हाम्रो अब यहाँ इगो हट भइसक्यो भाइ अब हाम्रो केटाहरूले मेसेज गरेको गरेछ त्यो केटाहरू चाहियो कताबाट हुन्छ बोलाउदिनु म्यासेन्जरबाट कल गरेर बोलाऊ फोनबाटै कल गरेर बोलाऊ त्यो जो भयो नि बोलाऊ हेर जसरी अघि ल्यायो त्यसरी नै लिएर आऊ त्यसलाई 7-0 हान्छु भनेको होइन ड्यामेज धरि हान्न दिन्न क्या मैले बोलाउँदा झन् तिमी भाइ तिमी भने राम्रोसँग बोलेको बाबु है त्यो कोडै खाइदिन्छु त्यो 7-0 हानिदिन्छु भन्छ यार अनि के रे टिजीआर के रे टोन्डे लाका गेमर बोलाऊ राजा बोलाऊ राइस्टर यता पनि गेम खेल्न छोडेको कति भयो यार कुन जमानाबाट गेम खेलेर आइडी ह्याक गरेर बसेको छैन न्यू होस् नि यार बाहरको ओल्ड प्लेयरहरूले हामी हो बाजीमा फेरि खेल्ने यहाँ अघि नै च्यालेन्ज भइसक्यो स्क्यान दिनु न बहिनी मङको स्क्यान लिऊ रुक्न यहाँ कुदा हुँदै किन आँट्यार तिमीहरू नआत्तिन तिमीहरू किन आँट्या बाजी नै खेल्ने हो यहाँ सानो तिनो गेम खेल्दैन बाजी नै खेल्ने राजा तिमीले ल्याउनु पर्यो त्यो अघि कसरी त्यो केटालाई ल्यायो होइन त्यसरी चाहिन्छ हामीलाई काजी हो राजा होइन काजी ए काजी
तिमीले साइलाई नै राजा भन्न लाग्यो तिमीले होइन म चाहिँ भाइहरूलाई राजा भनेर बोल्छु नि त कोही निशान सुन्न हेलो भन्न ब्याग आइज ब्याग साला बोला त त्यसलाई फेरि बोली सुनेर डराउने भागो भने राइस्टर राम्रो आएर टलबल दिन्छ यहाँ मेरो नाम सुन्दा पनि बिदा टर्केर गयो क्या तिमीले अनि किन क्यामेरा छोडेको त नुडे के भयो नि सब रिटर्न दिन्छ केही भयो के राख्दैन अनि के गिट पनि चेन्ज हाल्ने म फेरि दुइटा पब्जी हेर्छु अनि खेल्छु कि अनि अघि पब्जीमा लाइभबाट खेलिरहेको थिएँ त्यही भएर म झ्याप्पै ननिस्केँ तिमीले बोलाएर निस्केर आयो क्या यस्तो च्यालेन्ज आयो कि स्कोर के अरे स्कोरले साथ दिएर हान्छ यताउता हान्छ इधर उधर दिन्छ त्यसले छुन नि सक्नु बोलाइन्थ्यो म हुन्थ्यो तिमी हुन्थ्यो आजकल अलिक घटिया पहिला हान्दा मतलब पहिला प्यानल लगाएर आयो नि भालो हुन्थेन होइन मैसँग खेल्न सक्दैन होइन म भोलि बिहान चाँडै उठेर जान फेरि काममा अफलाइन नजाऊ अफलाइन त हुन्न के अरे म सुती चाहिँ जसो बनायो नि उठ्दैन अरे खतरा ए हो यही पुरै कोमा बाबा सुती थियो त म उठ्दिनँ कि फेरि फोन गर्छु त्यही भएर तिनीहरूलाई बोलाउने बोला भन्दा होइन सायद तिमी नभने हाल्नुहुन्छ तिमी भएर अब स्कोरै खेल्छौ तिमीले होइन मेरो तर 700 उडी गरेर हाल्ने भनेर चाहिँ भन्दा 700 उडाउने भनेर चाहिँ भन्दा मेरो पहिला जस्तो छैन है गेम प्ले फेरि अस्ति अगाडि जस्तो छैन अहिले अलिकति घट्यो त्यस्तै अब के गर्छौ त यहाँ क्यारेक्टर सिल्डर गरेर गेमै छोड्नु पर्यो तिमीलाई फरक के बना गेम हेर नि कस्तो सबै झ्याउला जस्तो बनाउने के खेल्ने गेम भने त्यही भएर म छोडिदिएको जवाब त्यही भएर छोडिदिने भनेको मैले नि अनि के बवाल गन्की सिन निकालेको छ रेसी 8-0 फ्रीमा परेको तिमीलाई फ्रीमा नै पर्छ हामीलाई त पर्नु त हेर फ्रीमा त किन एकदिन हामीले अझै 2-3 हामीलाई देखिसक्न धेरै फ्री स्पिन नै दिन आउँछ प्रो गर्नुको हेर न खतरा किन देख्ने निस्किन्छ जस्तो लाग्यो निकालेर बवाल